Hello guys, welcome back to our my काका vlog. यहाँ चाहिँ काका हुन्छिन्छ आज हामी आलु जोट्न आलु खन्न आछौँ अनि आलु चाहिँ निकाल्नु हो हामी आलु खन्न जाँदै छौँ आलु खनेर अनि लाइक गरिदिनु लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला त्यहाँ भएर आलु खनेको देखाउँछौँ हैन केरा यतिको भएको छ अब यो टक्क यो अब अलिकति छिप्पेपछि लगेर बेच्ने यसपालि आलु ठिकठिकै भएको छ अब आज खनिदिने भन्ने प्लानमा चाहिँ हिँडेको राम्रै भएको छ हाम्रो यहाँ सानो किसान यहाँ आलु खन्दैछ अर्को किसान हो यहाँ मोबाइल हेर्दै छ एउटा किसान हेलो किसान हजुर ए ओके ल अब हामीले आलु खनेर अब लिएर जान लाग्यो घरमा अगाडि काका काकी हुनुहुन्छ आधा चाहिँ उता पुगिसक्यो उता काका र ड्याडी पछाडि होइसिन्छ क्यामेराबाट पछाडि देख्नु भइरहेछ त झन्डै झड्यामा यहाँ काका काकी हुनुहुन्छ अनि पछाडि चाहिँ यहाँ काका होइसिन्छ अनि आधा चाहिँ अब पुग्ने लागि छ कि आज कति काम गरे हामीले आज हामीले कति काम गरे हामीलाई त थके नै लाग्यो पानी लिएर आउने बिर्स्यो मम्मीले लिएर आइदिन्छ आइया पाके छैन अर्को लिएर पानी खानु ए ड्याडी जुनार पनि हाम्रो त कुकुरले पप्पीले उनीहरूलाई टोक्यो काका यो यस्तो छ अनि यहाँ चाहिँ हाम्रो पवित्रजी हेलो गर्न गाइसलाई हेलो हेर्नु स्याल छ यहाँ चाहिँ आधा मोबाइल हेरेर बस्छ हेलो हेर्ने हो यहाँ बाख्राहरू घुम्न गइछ त यहाँ चाहिँ कुखुराहरू यहाँ छ गाइस हाम्रो गोठमा के हो अरे सानो सानो बाख्रा पनि छ अब हामी गाई देखाउँछौँ हजुरहरूलाई गाई ठुलो गाई र सानो गाई र कालो गाई यहाँ हेर्नु हाम्रो गाईहरू अनि बाख्राहरू त्यहाँ चढ्न गएको हाम्रो गाई दुध दिने अहिले चाहिँ दुध दिन छोडेछ
अनि मेरो चाहिँ इक्जाम सकिसकेर यहाँ आएर भ्लग बनाउँछु। यहाँ चाहिँ जातिले अनि दादा र म भएर भ्लग बनाउँछौँ। दादा गरम अनि दिदी कहाँ होला भनेर सोध्नु होला भनेर दिदी चाहिँ हेर्दोरामा किनकि बाख्राहरू यहाँ सोध्नु भयो। अनि हाम्रो पिङ यहाँ छ पिङ वा लाइनसम्म छ। अनि यहाँ चाहिँ दादा हैसिन्छ अनि यहाँ चाहिँ मामु देखाउने होइन पहिला नजिकै आउनुपर्छ। यता हात हार यता हात सिराउ कस्तो अम्ला अर्को सिराउमा पर्छ नि तर धनी बेलामा पहिला यो झऱ्यो भने फुल्छिहाल्यो। अनि गाई पनि देखाए सबै चाहिँ हामीले देखाइसक्यौँ। कति राम्रो राम्रो रङ्गी फुलहरू छ हाम्रो। अनि दुईटा कुकुरहरू स्याहार त कति पनि बस्छ हामीलाई त कस्तो के भौ गर्छ। मलाई यो देखाइदेऊ न। अनि यहाँ चाहिँ दादा पिङ खेलेर अहिले उभिएर गर्दा दादा अब मलाई देखाइदिन्छ मैले अब चाहिँ बहिनी खेलिरहेछ भन ल। यहाँ चाहिँ बहिनी खेलिरहेछ। हल्लाइदिउँ मात्रै बहिनीको नाम चाहिँ आद्या कोइराला हो मेरो नाम चाहिँ श्रेयांश कोइराला। हाम्रो भर्खर त्यो आलु खनेर आएको अनि खाजा खाएर यहाँ बसेर आद्या चाहिँ मोबाइल हेरेर बस्छ। मैले चाहिँ भित्रबाट क्यामेरा लिएर आएको अनि भ्लग गर्न स्टार्ट। यहाँ ड्याडी हिँड्छ मुख धोएर आइछ। भित्र चाहिँ को हुनुहुन्छ काका गाइस भन्नुलाई हाल्यो भनिदिनु। काका चाहिँ चिया पकाउँदै हुनुहुन्छ। हाम्रो त्यहाँ कुखुरा छ त्यो बाख्रा चाहिँ गएको छ घुम्न। हाम्रो बुढ्ने लागेछ नि देखाउन जाऊ उताबाट। हेलो डढेको भनिरहेको छ। उता माथि जङ्गलमा आगो लागेको छ। गाइस कहिले पनि हजुरको घरमा पनि यस्तो भयो भने घरबाट भाग्नुहोस्। कोही चोर आयो भने पनि ढोका बन्द गरेर राख्नु नत्र भए किडन्याप गर्नु। झ्याल पनि बन्द गरेर राख्नु अनि कसले पनि किडन्याप गर्दैन। झ्यालबाट तोड्दियो भने एक सर्टले आधाले यहाँ चाहिँ अनि यहाँ चाहिँ हामी अस्ति यहाँ काका काकी बस्नु भएको थियो। अनि यहाँ चाहिँ आधा पिङ खेल्नु खै यहाँ चाहिँ आधा अब आधा त खुट्टा अघि घाउ भएको छ अब ठिक भयो। अलिअलि दुखिरहेको छ आधालाई। यिनीहरू जङ्गल आगो लाग्यो चार ठाउँमा। अगाडि बढाइ देखाइदिउँ आधा चाहिँ यहाँ खेलेर अब हामी चाहिँ
हजुर ऱ्याबिट साप टाइगर एलिफेन्ट अब केही अनि मोङ्की अनि मोङ्की पनि आधा चाहिँ पिङ खेलिरहेको छ मेरो फेभरेट जनावर मर्यो नि के हो डियर त अब न्यानु डाबाट आगो उयो धुवा आइरहेछ नि थोरै थोरै हजुरको भइरहेछ नि धुवा त्यो धुवा जङ्गलमा कोही मान्छेले चोरहरूले आगो लगाइदिए होइन जङ्गलमा हुँदैन नि के हो रे गाइस यहाँ चाहिँ काका भइसकिन्छ काका ड्याडी चाहिँ एक्स्ट्रा खाइरहनु भएको छ मलाई खोकिरहेको छ अहिले छैन काकाले असाध्यै बनाएर खाइदिनुहुन्छ खाइदिनु होइन खुवाइदिनु हुन्छ तँलाई खोकी लागेको छ मैले औषधि खाएर हुन्छ त ऊ त्यहाँ के आयो हजुर मैले देखिन मैले जङ्गलमा कस्तो धुवा आएर आगो के अरे जङ्गलमा आगो लाग्यो नि अब आधाले भएको चाहिँ बाई बाई ताता सिउ दिल टुटा टुटा एउटा गीत सुनाउनु दिल टुटा टुटा पैर टुटा टुटा दिल टुटा टुटा पैर टुटा टुटा आधा अब के छ अब आइयामा दादाहरूले मलाई आउँछ 92 छ अब चाहिँ दादाले आगो लागेको देखायो त्यो जङ्गलमा त मेरो फेभरेट जनावर पनि मर्यो डियर चाहिँ मर्यो तर सबै जनावरहरू मर्यो मैले अस्ति हेटौँडा हुँदाखेरि नयाँ युट्युबमा हेरेको त लास्ट पछाडि यसले कुत्ता भौ भौ गरेको अनि यहाँबाट त कस्तो के आर्मी अङ्कलको घर नै देखिन्छ होइन होइन त्यो आर्मी अङ्कलकै रुम हो होइन त्यो एउटा बाख्रा त्यो गाई त गोठो अनि हाम्रो प्लान्टहरू यहाँ छ यहाँ हेर्नुहोस् हाम्रो प्लान्ट दादा चाहिँ यहाँ आर्मी जस्तै गरिरह यहाँ हेर्नुहोस् फेरि गरिरह यहाँ चाहिँ स्याल छ दादा चाहिँ यहाँ बिस्कुट पनि खाँदैछ म पनि खाँदैछु झन्डै क्यामेरा खाइदिए झन्डै क्यामेरा खाइद गाइस ल अब आजलाई पुग्यो अब हामी भोलि बनाउँछौँ बाई 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 बाई